हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई यो मेरो घरमा भएको केही प्लान्टहरु चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ इस्कुसको बिरुवा हो। यत्रो भएको छ साथीहरू। यो उता चाहिँ यो चाहिँ फुलहरु हो। सबै यो मैले नयाँ भर्खर रोप्दै गरेको। यस्तो छ साथीहरू। यो इस्कुस चाहिँ सबैले सोध्नुहुन्छ कि टिकटकमा मैले लगाएको छु। यो चाहिँ यही वर्षको है साथीहरू। लास्ट इयरको चाहिँ हैन, यही वर्ष हो। यस्तो दामी छ यो फुल। दामी फुल हो। यो चाहिँ अब दामी छ। यसको डिजाइन मन परेर चाहिँ मैले चाहिँ यो यसरी भिडियो बनाएको। आफैले डिजाइन दिँदा हुन्छ। यो चाहिँ भने चाइनिज मनी प्लान्ट यस्तो भएको छ मेरो। दामी हुँदैछ। यसलाई चाहिँ मैले अलिक अग्लो बनाउने विचार गरेको छु। यो हुँदो रहेछ मजाले बनायो भने चाहिँ। यो चाहिँ थाहा भएन यो के हो। फुल त फुलै हो तर कुन कलर के हो नाम मलाई थाहा भएन। यस्तो छ यो फुलहरु। यस्तो चाइनिज प्लान्ट चाहिँ राम्रो भएको छ। यो पनि दुई कलरमा मजाले फुलिरहेछ। एउटै ठाउँ एउटैमा फुलमा दुई कलर। दामी छ यो पनि। ल यसको पनि मलाई त्यति थाहा भएन। यो पनि मजाले हुँदैछ। यो अर्को पनि दामी हुँदैछ। यस्तो दामी फुल। थ्याङ्क यू, बाई।